सम्मानीय सभामुख महोदय, वास्तवमा हामी सबैलाई नियम कानुन लागू हुनुपर्छ जस्तो मलाई लाग्छ र परिषद 26 को सदस्यको आचरण र अनुगमनतर्फ हेर्दा अहिले जुन व्यापक आज न्युज आइरहेको छ, मोरङ क्षेत्र नम्बर 2 का माननीय सदस्य कृष्ण कार्कीको नाइजेरियाकी 26 वर्षीय युवती रीता आजुकोलाई गर्भवती बनाएर अल्पत्र पारेको भन्ने न्युज आएको छ। यसले सिङ्गो सदनलाई लज्जित बनाएको छ। आज नेसनल न्युज मात्रै होइन, इन्टरनेसनल न्युज पनि आइसकेको अवस्था छ र म आफै ह्युमन राइट्समा 25 इयर्स काम गर्दा मसँग यो विषयमा 10वटा फोन आइसक्यो। उहाँको न्यायको लागि अब के गर्ने भन्ने कुरा, महिलाका लागि बनेको विभिन्न कानुनहरू छन् जुन महिलाको हक अधिकार सुनिश्चित गर्छ। यसै गरी समाजमा महिला र पुरुषलाई समानताको हकका लागि लडिरहेको बोल्ने म एउटा मान्छे पनि हो। तर नेपालको संविधान 2072 को भाग 3 अन्तर्गत मौलिक हकमा 16 देखि 46 मा पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्छ र मलाई लाग्छ आज हामी एउटा मान्नेका कारणले हामी सबै जवाफदेहितामा उभिएका छौँ। यसको छिटोभन्दा छिटो के